ल हेरेर आज पनि मोर समुदायमा आज पनि हामी आलु खनेको भिडियोहरू बनाउनलाई गरिरहेछ। आज आलु खनेको त्यो आलु खनेको छ कतिको पैसा हामीलाई देखाउने छ तपाईहरुले आलु कति खनेको छ यो के गरे कस्तो खनेको छ हेरिराख्नु होला। अनि आलु खनेको कस्तो आलु छ फल्छ हाम्रोतिर आलुहरू किरा कमिला खाएर त्यो हेरिराख्नु होला। हस्त धन्यवाद। ल फाइनल गाडी आज हामीले आलु खन्ने छौँ है। आलु यस्तो गरेर खनेको रहेछ। के गरेको अगाडि त्यो कालले त जाम्रो छ के आलु खनेको रहेछ गाईहरू। अनि आलु खनेको भिडियोहरू कस्तो मलाई आलु खनेको रहेछ भएन केटा बुनीले यदि आलु खनेको छ। जान्नु काम छैन म खान्छु मेरो भन भने चाहिँ कस्तो नभए कसो हुन्छ ल नन चाहिँ गएछन् यसो त काम धेरै हुन्छ नि छोरा सुसला बुढा थिएन नि हुनु हल्ला भनेको क्यामेराले सुसला बुढा थिएन नि सुनेपछि त लगाएको छ काठ काट्नु रहेछ कुन यति दुखेर आएँ त त्यो पनि बुझाइदिनु म आलु खने कति खले छ मम्मी छैन के लगाइसक्यो कि हाम्रो कम्तीले खाइसक्यो खोइ आलु कति फलेछ यहाँ देखाउनु है। आलु जति फलेछ नि दुई पाखी खानुभएको तपाईँले हो। आलु सबै कमेर खाइसक्यो सबै। अनि अहिले कपाल बाँधेर के गरेको दिदी पैसा डालेको चाहिँ हामी त सबै कमेर खाएको पर्ने भयो नि खाने त। बुझ्ने के गरेको थियो खोइ त हेर्दा आलु कस्तो लाग्छ तिमीलाई अनि यस्तो फलेको छ है आलु हाम्रो कति एक पासीको ठाउँमा साढे एक पासीको ठाउँमा दुई पासी आलु फलेछ लुकाइजहरू यति फलेछ। त्यहाँबाट हामीले अब यो आलु सबै यो मै उसिनेर फ्राई गर्ने होला नि काट्ने सबै कमले खाइहालेको छ है। अनि यसो गर्ने अनि गरेर आलु यसो गर्ने यहाँ यति हालेछ यो हाम्रो आलु छानेर हालेको दिदीले चाहिँ दिदीले तराई पठाइदिनु भनेर यो चाहिँ आलु हालेको। अनि लु भयो लु उहाँ फिजाउँदा म यो आलु यता उयो ढोक्रो फिजाउनु छैन दुई भाइ ढोक्रो फिजा थिएँ आलु लु यो चाहिँ यस्तो राम्रो आलु फलेछ है छानेको ए त्यो आलु फलेछ लु फाइनल गएर चाहिँ आज हामीले आलु भनिसक्यो अब त्यताको चाहिँ हामी खान्छौँ यताको चाहिँ तराईतिर दिल पठाइदिन्छ। ल हस् त धन्यवाद। आजको पनि भिडियो हाम्रो यति नै रह्यो। आलु भेटेर खाऊ अब